यता अनुशासन र व्यवस्थापन प्रदर्शन गर्नुभयो। त्यसको लागि म 30 दलीय गठबन्धनको तर्फबाट यहाँहरू सबैलाई बधाई र धन्यवाद ज्ञापन गर्न चाहन्छु। साथै बडो शान्तिपूर्ण रूपले र अनुशासित हिसाबले जुलुस प्रदर्शन गर्दै आउने क्रममा बानेश्वरमा सरकारको तर्फबाट जुन अभद्रता, दमनको जुन असाध्य अशिष्ट र असहिष्णु व्यवहार प्रदर्शन गरियो, सरकारको यो शान्तिपूर्ण अनुशासित र व्यवस्थित प्रदर्शन र सभामाथि पनि अन्धाधुन्ध लाठीचार्ज गर्ने, अश्रु ग्यास छोड्ने र सयौंलाई घाइते बनाउने जुन व्यवहार प्रदर्शन गर्यो, यो सरकारको व्यवहारप्रति म 30 दलीय गठबन्धनको तर्फबाट घोर भर्त्सना गर्दछु र उनीहरूको यो कायरताको प्रदर्शन हो भन्ने कुरा म स्पष्ट गर्न चाहन्छु। साथै सरकारी दमनको प्रतिरोध गर्दै शान्तिपूर्ण आन्दोलनलाई, शान्तिपूर्ण प्रदर्शनलाई सफल पार्ने क्रममा सयौंको संख्यामा आज साथीहरू बानेश्वर चोकमा घाइते हुनुभएको छ। ती बहादुर साथीहरू जसले लोकतान्त्रिक मूल्य मान्यता भित्र शान्तिपूर्ण रूपले गर्ने प्रदर्शनलाई सहनै नसक्ने सरकारको व्यवहारको प्रतिवाद गरेर आफू अगाडि बढ्नुभयो, घेरा तोड्नुभयो। ती सबै जनता र साथीहरूलाई म फेरि एकचोटि बधाई दिन चाहन्छु, धन्यवाद ज्ञापन गर्न चाहन्छु। र अहिले सयौंको संख्यामा साथीहरू अस्पतालमा हुनुहुन्छ। म उहाँहरूको पनि 30 दलीय गठबन्धनकै तर्फबाट र मेरो आफ्नो तर्फबाट पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। हिजो मात्रै मैले प्रधानमन्त्रीसँग, गृहमन्त्रीसँग र अरू थुप्रै मन्त्रीहरू हुनुहुन्थ्यो, उहाँहरूसँग भनेको थिएँ, हेर्नुहोला 16 गतेको प्रदर्शन धेरै शान्तिपूर्ण हुनेछ, धेरै व्यवस्थित हुनेछ, हजारौं र लाखौंको संख्यामा जनताहरू उपस्थित हुनेछन्। तपाईहरुले डिस्टर्ब गर्नु भएन भने, राज्यले बदमाशी गरेन भने यो नेपालको इतिहासमै एउटा यस्तो नमुना प्रदर्शन हुनेछ भनेर मैले भनेको थिएँ। त्यति बेला मैले उहाँहरूसँग कुरा गर्दै गर्दा मलाई केही सूचना आएको थिए, मधेसबाट यहाँ गाडी रोकिए, यहाँ मोटरसाइकल रोकिए, यहाँ डिस्टर्ब गर्न खोजियो। मैले ती सूचनाहरू पनि मैले गृहमन्त्री, प्रधानमन्त्रीलाई पनि देखाएको थिएँ। यस्ता सूचना आएका छन्। तपाईहरुले यदि यो एउटा लोकतान्त्रिक तरिकाले र शान्तिपूर्ण ढंगले गर्न खोजिएको प्रदर्शन र खबरदारीलाई सहन सक्नु भएन भने यसको परिणाम धेरै नै गम्भीर निक्लिन्छ भनेर पनि मैले भनेको थिएँ। त्यति भन्दै पनि सरकारले आज जो व्यवहार प्रदर्शन गर्यो